गाइज आज चाहिँ हामीहरु सबै फ्यामिलीहरु मिलेर हामी जाँदैछौँ खाडा देवी मन्दिर मम्मीले हिजो कान्छी पनि दियो भन्यो के अनि अहिले चाहिँ कति बजे भने 6 बजी सक्यो अनि म चाहिँ उठेको 5 बजे 4 बजे उठेर नुहाएको हो गाइज अनि सबैजना आफैजना के रे मैले नुहाएको त नि नुहाए हैन गाइज अनि बिहान बिहान जाडो भयो अनि एकचोटि फेरि सुते अनि अब चाहिँ हामी सबैजना लुगा लाउँदैछु अनि यहाँ दिदीले चाहिँ लुगा लाइसक्नु भयो म पनि लुगा लाउँछु मेरो लुगाहरू अब सबैजना आफ्नो धन्दामा हुनुहुन्छ गाइज अब चाहिँ म सिधै तपाईहरुसँग लुगा लाएर भेट्छु सो गाइज अब चाहिँ हामीहरु सबैजना लाग्यो खाडादेवी मन्दिर तर्फ सबै फ्यामिलीहरु अनि अगाडि सबैजना त्यहाँ आफ्नै काममा अनि म चाहिँ कुखुरा बोक्ने चाहिँ मेरो काम ल गाइज अब टक्क लाएर जाँदैछौँ खाडादेवीतिर दिदी र बुवा अगाडि गइसक्नु भयो ल है आमा र रसुना गाडी खादिन्छ बाटो नि के हो यस्तो कहाँ चियो चियो भनेर बिचरा कुकुर रोइरह यार एक्लै भएर यस्तो बाटो हिँड्नु परिरहेको हो लाग्यो हाम्रो गाडी चाहिँ त्यो है अनि सबैजना यहाँ छौँ सबैजना हिरो नै हो जब हामी सबैजना जाँदैछौँ खाडादेवीतिर अनि यहाँ चाहिँ हाम्रो सामानहरू छ मेहन्दी त छ नि 16 वर्षको त्यही त 16 वर्षको हो र बुवा बुढो हुनलाई हो गाडी चल्यो अब हामी जाँदैछौँ मौसम चाहिँ यस्तो छ यहाँ चाहिँ दिदीहरू सबैजना हेर्नु पर्यो रे गाइज सबैजना सेतो हाम्रो यो दिदी हुनुहुन्छ अनि उहाँ चाहिँ विदेश जाँदै हुनुहुन्छ त्यही भएर सेतो भयो होला हामी चाहिँ कालै छौँ हामी गाउँघरमा बस्छौँ नि त क्रिम पाउडर धसेर अनि सेतो भइहाल्छ नि हामी त चले गाइज म चाहिँ कहाँ सेतो काठमाडौँमा चाहिँ म सेतो थियो तर अलिक गाउँघरमा आएर अलिक कालो गाडीमा चढेर जान्छ है सम्झिनु हाँसो लाग्यो है काठमाडौँ यो काटेर हस्पिटल चाहिँ यहाँ छ राम्रो देखाएन यो गाडी म लडाउँछ क्या हो लाडुसीको याद गरेर अब चाहिँ गाइज म अब सिधै आधी बाटोमा पुलिसी गर्छु अहिले चाहिँ यहाँ मल्लास्टिक भन्छ पार्यो मेरो सेल्फ स्टिक नै भाँचेला जस्तै गरिसक्यो अब चाहिँ म तपाईँहरूसँग पछि भेट्छु गाइज अहिलेलाई चाहिँ बाई गाइज हामी चाहिँ मन्दिर पनि पुगिसकेको छौँ अनि हाम्रो सामान चाहिँ त्यहाँ छ सामान किन्ने हुनुहुन्छ सो म जाँदैछु यस्तो छ यहाँको पसलहरू चाहिँ गाई चाहिँ यहाँ चाहिँ नरिवल पूजा गर्नको लागि म चाहिँ अब बाख्रा डोराउनमा परेँ होइन यस्तो चाहिँ आजको मौसम चाहिँ बबाल छ
अनि यो बाख्रा चाहिँ मलाई उता सानो उता त्यो ए यो पर म त यहाँ बाख्रा बोक्छु यहाँ आउँदैन अब चाहिँ चेंज हो गया गाइस हाँस बोक्न प्रवेश मन्दिर खोलाएर पछाडि आउँदै हुनुहुन्छ अनि अगाडि चाहिँ दुईजना पछाडि सबैजना हुनुहुन्छ देख्नुभयो गाइस कला यहाँ भर्याङमा हिँड्नु पर्ने हुन्छ ए नखरा यस्तो छ यहाँ मन्दिर चाहिँ अस्तिनको भ्लगमा पनि देख्नुभयो होला बट आज चाहिँ तपाईँ ओए यहाँ टाउकै निकाल्यो टाउकै निकाल्छ यो बोला है क्या मर्छ ठिक्क भन्दा अनि यस्तो छ मैले थकाइ लाग्यो अरे यहाँ कतिवटा भर्याङ यस्तो बसायो केटिएम जाने बसायो बुवा चाहिँ अगाडि जानुहुन्छ थिचिहाल्छ नि थिचोस् के न ल पुग्यो मन्दिर अनि त्यहाँबाट यस्तो छ अनि तलको भ्यू अहिले तपाईँहरूले देखाउँछु म न्यू गेट बन्दै रहेछ तलबाट हो जाने त मान्छे छैन खानी गणेश हो नि त सर त्यहाँ बनाइहाल्छ नि भ्लग बनाउँदैन यस्तो फुक्लाम तुरिङ हो त्यो भुजाइले हाम्रो गाउँ सँगसँगै गीत बजाउँछ बोल्छ त बसिहाल्नु मम्मी है कति घुम जानु उता मम्मी जानुभएको हात धुनु जानुभएको हाँसहरूले पनि जानुभएको छ क्या त टिकटक गराउँछ ए ब्लङै छ म ए ब्ल्याक अर्को खोइ त ए अर्को टोटी तर पुगेल त खै इर्ची झुली यहाँ लाइन छ तिम्रो त्यो ब्याग हेर त एउटा ब्याग हेर अनि
गाइज भएन ओके रात भेट्ने हामी त्यो लाइनमा जाऊँ न त्यसको टिकट छुट्टै हुन्छ कि हामी लाइन बस्नु मामा माथि गएर जुत्ता चप्पल खोल्नु पर्ला जस्तो सबै यहाँ हामी माथि लाइन बस्नु जान्छ दु हाँस्न टिकट थाप लाइन बस्दै गर्छु माइ खाऊ निस मैले मिन पाङ गरी मजा नि खोल्ने खोल्दियो त्यहाँ चुन गर्दैन गाडी पैसा पाउनु तिर्नु पैसा पर्दैछ जब चाहिँ हामी पूजा गर्न जाँदैछौँ जानु सबैजना छिटो क्या चल म चाहिँ भ्लगर हो नि त त्यही भएर हामी के पनि बोक्दैनौँ क्या भ्लगर मान्छेहरू बोक्छ त गाइज पहिलाको जस्तो भिड छैन लु न बाटोले पनि लेक्चर यता चारजना चाहिन्छ है मलाई गीतै आएन चारजना है मन्दिरमा फोटोहरू खिच्नु पर्दैन भिडियो बनाउनु पर्दैन म चाहिँ यहाँबाट अलिअलि तलको भिडियो देखाउँछु तिमीले आफै गरे म खिचडी मार्दै रेडी हो मान्छेहरू यहाँ चाहिँ टिकटकहरू बन्दैछ यहाँ चाहिँ हाम्रो काम गर्दैछ के हो अहिले एकछिनमा तपाईँहरूलाई म पूजा गरेर देखाउँछु गाइस अनि दिदीले मलाई पैसा पनि दिइसक्नु भयो अहिले चाहिँ बाई गाइस अब पूजा गरेर हामी सबैजना अब लाग्यो घरतर्फ के चाहिँ यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ अनि बुवा र आमा चाहिँ अगाडि गइसक्नु भयो अनि म चाहिँ टक्क लगाएर अनि दिदी चाहिँ यहाँ हुनुहुन्छ अरू सबै त्यहाँ पछाडितिर हुनुहुन्छ बुवा आउनुभयो अब हामी घरतिर जान्छौँ खाजा खाएर मान्छेहरू नै होला यार हामी दुईजना मात्रै अगाडि हो बाख्रा अनि म चाहिँ मोबाइल हो लोसार भागेको यस्तो छ यहाँ चाहिँ भर्याङमा हिँड्नु पर्ने हो यस्तो गाइस अब चाहिँ म तपाईँहरूलाई सिधै कुन बेला भेट्छु भने म अहिले त्यहाँ गएको बेला भेट्छु अहिले चाहिँ हामी खाजा खान्छौँ अनि टक्क लगाएर अब हामी घरतिर जान्छौँ अनि अहिले चाहिँ टाइम कति भयो भने 9:28 भएको छ हामी चाहिँ पूजा गरिसकिसक्यो नि त गाइस अनि हाम्रो एक्स्ट्रा हाँस चाहिँ हामीले यहाँ माथि किने गाइस अब चाहिँ हामी घर जान्छौँ पूजा गरेर पनि यस्तो जानु पर्ने हालत खराब छ गाइस यहाँ के हो नि मेरो
फाइनल गाइज आज चाहिँ हामी मजाले नि मन्दिरको यात्रा पनि राम्रै भयो अनि आज मजाले घर पुगिसक्यौँ अनि हाम्रो सामानहरू चाहिँ सबै ल्याइसक्यौँ गाइज अनि गर्मी चाहिँ लास्टै भयो सो आजलाई चाहिँ यति नै भयो गाइज होइन अब नेक्स्ट भिडियोमा भेटौँला आज चाहिँ मन्दिर गयो रमाइलो भयो यो हातभरि गयो यो टिका बिग्रियो जस्तो छ सो केही फरक पर्दैन अब चाहिँ लुगा चेन्ज गर्नु पऱ्यो गर्मी चाहिँ लास्टै आजलाई चाहिँ यति नै भयो गाइज अहिलेलाई चाहिँ बाई